Hi guys. Hi, hello everyone. How are you? I hope everyone is doing really well. नयाँ वर्ष सँगसँगै नयाँ कुराहरू सबै कुराहरू जिन्दगीमा राम्रै भइरह होला र म पनि नयाँ भिडियो लिएर आइसकेको छु यो ग्याप धेरै भइरहेको छ भिडियोको तर नाउ आइम ट्राइङ टु बी लाइक a very consistent person and like I'm trying to be more disciplined in my life किन हेर्दा त बुढो भइसक्यो होइन अब पनि भएन भने चाहिँ कहिले पनि हुँदैन होइन त्यही भएर आइएम ट्राइङ टु बी लाइक मोर कन्सिस्टेन्ट एन्ड ट्राइङ टु बी मोर डिसिप्लिन एन्ड I'll be uploading like the videos in a regular basis, like at least 2 or 3 videos per week. And video ko motto भनेको त्यही हुन्छ कि I'm gonna give some like information and some kind of like entertainment kind of videos, some vlogging अनि अब कतै घुम्न त जाँदै गएकै छैन होइन सो घुम्न गएको बेला त्यतातिरको भिडियोहरू बनाएर चाहिँ obviously म पोस्ट गर्ने नै छु and in this video like आजको भिडियोमा चाहिँ I am gonna talk about like how much money as an international student that you can make in Canada. त्यो कुराहरूको बारेमा आज म डिस्कस गर्नेछु सो क्यानाडामा चाहिँ एज अ इन्टरनेसनल स्टुडेन्ट लिगल्ली यु क्यान वर्क इट इज लाइक 24 hours पर विक 24 घन्टा चाहिँ तपाईँहरू काम गर्न सक्नुहुन्छ एज अ स्टुडेन्ट एन्ड आज म के डिस्कस गर्नेछु भने 24 घन्टा तपाईँले काम गर्दाखेरि महिनामा तपाईँले कति सेभ गर्नुहुन्छ है त त्यो कुराको बारेमा आज म तपाईँहरूलाई क्लियर हिसाब गरेर भन्नेछु होइन सबै एक्सपेन्सेसहरू कटाइसके पछाडि तपाईँले मन्थली कति सेभ गर्नुहुन्छ र नेपालमा हुनेलाई लाग्छ कि विदेशमा गयो यसले त पैसा टन्न टन्न रुखबाट लातको लात हान्नुपर्ने है तर सरी सो कति कमाउँछ र कति सेभ गर्छ भन्नुभन्दा अगाडि चाहिँ मासिक तपाईँको यहाँनिर कति खर्च हुन्छ त्यो कुराको बारेमा सबैभन्दा पहिला जान्नुपर्ने हुन्छ जुन एक्सपेन्सेस भनेको चाहिँ के हो भने मेन्डेटोरी हो क्या तपाईँले त्यो एक्सपेन्सेस गर्दिन भन्दा पनि तपाईँले हुन्न क्या त्यो चाहिँ खर्च चाहिँ तपाईँको त्यो अनिवार्य खर्च हो क्या सो त्यसमा आउँछ सबैभन्दा पहिला फर्स्ट एक्सपेन्सेस इज लाइक रेन्ट अब यहाँ मेरो बाउको घर छैन मलाई फ्रीमा बस्न दिँदैन होइन रेन्ट पे गरेर बस्नुपर्ने हुन्छ सो नर्मल्ली अहिले तपाईँले मार्केट प्लेसमा गएर चेक गर्नुभयो भने पनि यदि प्राइभेट बस्नुहुन्छ भने $700 देखि $800 तपाईँले प्राइभेट रुम पाउनुहुन्छ जुन चाहिँ नेपालको हो 70 देखि 80 हजार र एज अ इन्टरनेसनल स्टुडेन्ट जबसम्म स्टुडेन्ट हुनुहुन्छ तबसम्म तपाईँ प्राइभेट रुममा बस्ने मलाई चाहिँ त्यस्तो खासै के भन्छ यो राम्रो हो जस्तो लाग्दैन किन खर्च किन बेसी गर्ने होइन कमाइ नै कम्ती हुन्छ भने खर्च किन बेसी गर्ने सो इफ यु आर लाइक सेयरिङ अ रुम विथ युर फ्रेन्डसँग रुम सेयर गर्दै हुनुहुन्छ भने पनि तपाईँले मन्थली अहिले मार्केट प्लेसमा हेर्नुभयो भने भ्यान्कुभरमा चाहिँ है त अरूमा चाहिँ थाहा भएन भ्यान्कुभरमा चाहिँ $1,000 देखि 1100 अथवा $1,200 चाहिँ तपाईँले एउटा एकदमै राम्रो घर र राम्रो रुम पाउनुहुन्छ सो मैले यहाँ अन एन एभरेज के गरिदिएँ भने $1,000 चाहिँ रेन्टको लागि भनेर एक्सपेन्सेस गरिदिएँ यो $1,000 चाहिँ इट्स कन डिभाइड इन्टु 2% किन तपाईँ आफ्नो साथीसँग रुम सेयर गर्दै हुन्छ भने चाहिँ तपाईँको महिनाको पहिलो खर्च भनेको रेन्ट $500 हुन आउँछ जसलाई अहिलेको रेटमा हामीले नेपालमा कम्पेयर गर्ने हो भने अहिले त रेट पनि बढेर 108 कति पुगेको देख्दै थिएँ तर नर्मल्ली यहाँ म तपाईँहरूलाई 100ले नै हिसाब गरेर गरिदिन्छु सो 500 भनेको चाहिँ 100ले मल्टिप्लाई गर्दाखेरि कति भयो त भन्दाखेरि 50,000 Nepalese rupees द्याट्स गन बी लाइक 50,000 फर 1 month एक महिनाको रेन्ट यो खर्च तपाईँले गर्दिन भनेर पनि पाउनु भएन यो खर्च अनिवार्य हुन्छ त्यस पछाडि आउँछ बस फेयर अब यहाँ कस्तो हुन्छ भने ठिक छ म बस चढ्नको लागि चाहिँ अब तपाईँ आफ्नै गाडी लिनुहुन्छ द्याट्स गुड ठिक छ
तर गाडी लिनुहुन्न भने चाहिँ तपाईँले यहाँनिर पब्लिक ट्रान्सपोर्टेसन युज गर्नुपर्ने हुन्छ टु गो टु द वर्ल्ड, टु गो टु द युनिभर्सिटी, टु गो एनिवेयर। र भ्यान्कुभर यहाँको हेर्दाखेरि चाहिँ 3टा डिफ्रेन्ट जोन छ होइन। 3टा डिफ्रेन्ट जोनको लागि चाहिँ छुट्टा छुट्टै रेट हुन्छ। सो अब यसमा के डिपेन्ड हुन्छ भने तपाईँ कहाँ बस्नुहुन्छ, तपाईँको कलेज कहाँ छ, तपाईँको काम गर्ने ठाउँ कहाँ छ। यदि तपाईँ बसेको ठाउँबाट कलेज चाहिँ अर्कै जोनमा छ भने त्यहाँनिर एक्स्ट्रा खर्च हुन्छ बसमा पनि अथवा when you go through the public transportation। अनि नर्मली यहाँ अब म बसेको भनेको यसलाई जोन 1 भन्छ होइन। जोन 1 भने चाहिँ मेरो काम गर्ने ठाउँ र कलेज सलेज सबै जोन 1मै पर्ने भएकोले मैले चाहिँ जोन 1को पास लिनुपर्ने हुन्छ मन्थली। अहिले त त्यो पनि बढेर फेरि $112 बनाएको छ। $112 भनेको यसलाई फेरि नेपालीमा कम्पेयर गर्दाखेरि इन्टु 100 गर्दाखेरि कति हुन्छ, 11,200 रुपैयाँ। त्यो यो भनेको तपाईँले लिनै पर्ने हुन्छ। तपाईँले ल सोच्नुभयो यत्रो मन्थली पास लिँदाखेरि त महँगो हुने रहेछ, म मन्थली पास लिँदिनँ, प्रत्येकचोटि ट्याप गर्छु अथवा म यहाँनिर चाहिँ तपाईँले कोइन पनि डाल्न मिल्छ। कोइन डालेपछि पास दिन्छ 4-5 घन्टाको। त्यसरी गर्छु भन्नुभयो भने अझै धेरै बढी खर्च हुन्छ तपाईँको। किन भन्दाखेरि अहिले तपाईँले एकचोटि ट्राभल गर्नको लागि अराउन्ड $3-4 कति यसरी हाल्नुपर्ने हुन्छ। सो मानौँ तपाईँले दिनमा बिहान जानुभयो बेलुका आउनुभयो भने चाहिँ एकै दिनमा तपाईँको $8 भन्दा बेसी खर्च भयो। सो मानौँ $10कै हिसाबले गर्दाखेरि पनि महिनाको $300 त्यहाँ जान्छ। सो भनेपछि बेसिक बस फेयर चाहिँ तपाईँले लिनै पर्ने हुन्छ 11,200 नेपालको अहिलेको कन्टेक्स्टमा हेर्ने हो भने। अब यो पछाडि अर्को खर्च आउँछ के त भन्दाखेरि मोबाइल बिल। अब यहाँनिर के कुरा आउँछ भने ठिक छ तपाईँले नेपालबाटै राम्रै फोन लिएर आउनुभएको छ भने ठिक छ चल्छ। तर यहाँ आइसकेपछि एउटा के हुन्छ भने अब विदेश आयो यत्रो अब आइफोन त लिनै पर्छ भन्ने हुन्छ। ल ठिक छ आइफोनै पनि लिनुभयो भने पनि आइफोन लिनुहुन्छ, त्यो पनि केमा हुन्छ, इन्स्टलमेन्ट बेसिसमा हुन्छ। इन्स्टलमेन्ट बेसिसमा लिइसकेपछि आइफोन अनि त्यहाँबाट नेटवर्कहरूको वाइफाई इन्टरनेटको सबै त बिल गर्दाखेरि चाहिँ अहिले मेरो चाहिँ मैले मन्थली $108 चाहिँ मैले त्यसको तिर्नुपर्ने हुन्छ भनेपछि नेपालको 10,800 रुपियाँ चाहिँ मैले मोबाइलको बिलमा तिर्नुपर्ने हुन्छ मन्थली। यो पनि एकदमै यो अनिवार्य खर्च भयो होइन, यो तपाईँले कट अफ गर्न मिल्दैन। अनि अब अर्को खर्चको कुरा गर्दाखेरि के खर्च आउँछ भने रेन्ट भइहाल्यो, बस फेयर भयो, त्यस पछाडि मोबाइल बिल भयो, अनि त्यस पछाडि आउँछ ग्रोसरी। खानु त पऱ्यो, चामल किन्नु पऱ्यो, सब्जी किन्नु पऱ्यो, तेल किन्नु पऱ्यो, नुन किन्नु पऱ्यो। सो पर्सनली मेरो एक्सपिरियन्समा चाहिँ मैले अहिलेसम्मको क्यालकुलेसन हेर्दाखेरि चाहिँ अराउन्ड $200देखि $250ले चाहिँ मलाई भ्याउँछ होइन मन्थली। सो $250 नै राख्दाखेरि पनि 25,000 रुपियाँ मन्थली तपाईँको ग्रोसरीमा जान्छ। $250 मलाई चाहिँ भ्याउँछ होइन। अब चामल भयो, अब त्यस्तो धेरै महँगो कुराहरू पनि खानु मन लाग्दैन अभियसली होइन, यो चाहिँ स्टुडेन्टको फेजमा भइसकेपछि। सो ठिकठाकै सामानहरू किन्ने हो भने त्यस पछाडि खाने हो भने। अनि अर्को कुरा चाहिँ कस्तो हो भने यदि तपाईँ होटल लाइनमा काम गर्नुहुन्छ भने चाहिँ खानाहरू पनि कामबाट पनि आउँछ होइन। सो त्यो भइसके पछाडि अलिकति खर्च कम गर्न सकिन्छ त्यसमा चाहिँ। र यो $250 चाहिँ मलाई जहाँसम्म लाग्छ भने यति चाहिँ खर्च लाग्छ नि फर द ग्रोसरिजको लागि। अनि अब अरू तपाईँले मिसलेनियस एक्सपेन्सेस अरू खर्चहरूमा चाहिँ तपाईँले मन्थली लगभग धेरै त नगरे पनि अराउन्ड $50देखि $100 चाहिँ तपाईँको खर्च हुन्छ होइन। किन कहिले बाहिर खान मन लाग्छ होइन, कहिले अब महिनामा यसो 1-2चोटि साथीभाइहरूसँग गेट टुगेदर हुन्छ के हुन्छ होइन। यो खर्च चाहिँ तपाईँले कट अफ गर्न सक्नुहुन्छ। तर यो पनि एउटा खर्चको रूपमा लिँदाखेरि मन्थली 5,000 देखि 10,000 रुपियाँहरू एक्स्ट्रा खर्च चाहिँ हुन्छ। र किन लुगाफाटोहरू किन्नु पऱ्यो भन्ने कुराहरू अब यसमै अझै आउँछ। त्यो हुँदाखेरि अझै एक्सपेन्सेस बढ्न पनि सक्छ होइन, वेदर वाइज अब त्यो कुराहरू भयो। अनि र यसमा अरू एक्स्ट्रा मैले 5,000 अथवा 10,000 नेपाली अरू एक्स्ट्रा खर्च राखिदिएँ भने पनि टोटल एक्सपेन्सेस हुन आउँछ 50,000 नेपाली रेन्ट, 10,800 तपाईँले मोबाइल बिल भनेपछि 50-60, अनि बस फेयरमा 10,000 भन्नु 70,000 र तपाईँको ग्रोसरी खानाकुराहरूमा भनेको 25,000 र अरू एक्स्ट्रा 10,000 गर्दाखेरि 50, 60, 70, 80, 90,
100, 1,10,000, 1,00,000 कति भयो, 15, 1,20,000 जतिको खर्च आउँछ तपाईँको महिनाको। 1,20,000 चाहिँ तपाईँको महिनाको खर्च चाहिँ आउँछ। अब यति हुँदै गर्दाखेरि हेर्नु है, ल यति खर्च भयो। अब हामी जान्छौँ आम्दानीमा। एज अ स्टुडेन्ट 24 घन्टा काम गरेर तपाईँले कति कमाउनुहुन्छ? 24 घन्टा काम गरेर तपाईँले कति कमाउनुहुन्छ भन्दाखेरि यहाँको अहिलेको बेसिक वेजेस रेट भनेको $17.80 त्यति छ है। $17.80 भनेको 1 घन्टा काम गर्दा तपाईँले $17.80 पाउनुहुन्छ, नेपालको 1780 रुपियाँ। र अब इट डिपेन्ड्स है, तपाईँको वेजेस रेट चाहिँ काम अनुसार फरक हुन्छ। यदि तपाईँले कन्स्ट्रक्सनको कामहरू पाउनुभयो अथवा अरू कुनै कामहरू त्यस्तो अलिकति जसमा चाहिँ हाई पे रेट हुन्छ होइन, $25-30, $35-40 सम्मको पनि हुन्छ। सो इट डिपेन्ड्स अपन लाइक तपाईँसँग कस्तो नलेज छ, तपाईँसँग कस्तो स्किल छ त्यसमा भर पर्छ होइन। तर मैले बेसिकको कुरा गर्दाखेरि चाहिँ 24 घन्टा काम गरेर $17.80 हुन्छ। अब यो $17.80 र 24 घन्टाको काम गर्दाखेरि तपाईँले हप्तामा कति कमाउनुहुन्छ भन्ने कुरा चाहिँ अब यसमा ट्याक्सहरू काटेर मैले लगभग $15 भनौँ न, $15 तपाईँले चाहिँ 1 घन्टाको बनाउन सक्नुहुन्छ होइन। अब 24 × 15 गर्दाखेरि कति हुन्छ? 5 चौको 20, 0 12, के भयो 360, एराउन्ड 360देखि तपाईँले $400 चाहिँ हप्ताको बनाउनुहुन्छ भनेपछि 1 हप्तामा $400 कमाउनु भयो। महिनामा हुन्छ 4 हप्ता, सो 4 हप्ता भनेपछि $1,600 तपाईँको कति भयो? आम्दानी भयो। अब $1,600 भनेको नेपालको हिसाबमा इन्टु 100ले मल्टिप्लाई गर्यो भने 1,60,000 रुपियाँ चाहिँ तपाईँको आम्दानी हुन्छ है त। सो 1,60,000 आम्दानी भयो। हामीले अघि क्यालकुलेट गरेको एक्सपेन्सेस हेर्दाखेरि 1,20,000 भनेपछि 1,20,000मा 1,60,000 रुपियाँ माइनस गर्दाखेरि कति रहन्छ भने 40,000 रुपियाँ महिनाको उब्रिन्छ। अब 40,000 रुपियाँ महिनाको कति हुन्छ उब्रिन्छ। यो पनि तपाईँले एकदम, अब यसमा तपाईँले त्यो जुन मैले अघि भने नि मिसलिनियस एक्सपेन्सेस, यसमा एकदम कन्जुस गर्नुभयो भने एक्स्ट्रा 10,000 बचाउनु होला, मानौँ महिनाको 50,000। सो जबसम्म तपाईँ एज अ इन्टरनेसनल स्टुडेन्ट हुनुहुन्छ तर लिगल्ली काम गरिरहनुहुन्छ भने तपाईँ क्यानाडामा आउनु र तपाईँ अरू कुनै खाडीमा जानु भनेको सेम हो। बरु खाडीमा हुने मान्छेले अझै धेरै पैसा बनाउँछ, किन उनीहरूको त खान बस्न केहीको पनि पैसा लाग्दैन। यहाँ चाहिँ सबैभन्दा टेन्सन चाहिँ त्यही कुरा हो। सो लिगल्ली काम गरेर चाहिँ तपाईँले महिनाको 50,000 चाहिँ यहाँनिर सेभ गर्न सक्नुहुन्छ। बट देयर आर लाइक सो मेनी पिपुल होइन, दे वर्क इन अ क्यास, जुन चाहिँ इलिगल हो तर पनि गर्नुपर्छ, बाध्यता हो। किन 50,000 रुपियाँ महिनाको राखेर त के गर्ने होइन, त्यत्रो ऋण लागेको छ, 20-25 लाख 30 लाख 40 लाखको ऋण हुन्छ। अनि महिनाको 50,000 कमाएर चाहिँ त्यो ऋण कहिले तिर्ने त होइन। त्यही भएर एउटा स्टुडेन्टको फेजमा हुँदाखेरि चाहिँ एकदमै धेरै गाह्रो हुन्छ। द्याट्स वाइ लुकीछिपी क्यासमा काम गर्दा तपाईँलाई घन्टाको कति दिएला $10 दिन्छ अनि काम उस्तै पेलाउँछ होइन। सो कुनै एउटा टाइममा चाहिँ कस्तो लाग्छ भने यो गर्नुभन्दा बरु नगर्ने बेस हो भन्ने पनि हुन्छ। तर अब थोरै पैसा एक्स्ट्रा आउँछ भने पनि गरौँ न भन्ने खालको एउटा हुनसक्छ। सो यो चाहिँ दिस इज द एक्ज्याक्ट फिगर होइन। इफ यु आर लिभिङ इन भ्यान्कुभर एन्ड इफ यु आर वर्किङ अन अ बेसिक वेजेस रेट, तर यो डिफ्रेन्ट पनि हुनसक्छ। यदि तपाईँको वेजेस रेट ज्यादा छ भने चाहिँ तपाईँले अलिकति बढी इन्कम गर्न सक्नुहुन्छ, अलिक बढी सेभिङ पनि गर्न सक्नुहुन्छ। बट वान्स यु आर लाइक आउट अफ दिस फेज, जब तपाईँ स्टुडेन्टको फेजबाट कम्प्लिट गरेर वेन यु विल गेट द फुल टाइम वर्क पर्मिट, देन यु विल ह्याभ लाइक अनलिमिटेड आवर्स टु वर्क। इफ यु विस लाइक तपाईँको शरीरले साथ दियो, तपाईँको हेल्थले साथ दियो भने इफ यु वान्ट टु वर्क लाइक 24 hours per day, then you can. There is no restriction. Then after you can make a lot of money, but until and always
you are in the phase of student, you cannot make more than $50,000 Nepali rupees per month working legally in Canada. So this is the exact figure. Okay, thank you.